अहिले हामी पल्सर 150 को फुल इन्जिन फिटिङ गर्न लाग्छौँ। कसरी फिट गर्ने तपाईहरु फुल भिडियो हेर्नु होला। प्रोसेस चलौं। पहिला सबभन्दा पहिला हामीले वाश गरेर रेडी गरिसकेका छौं। यसमा हामीले मोबिल हाल्छौं सबै बेयरिङमा। बेयरिङ ठीक छ त्यही भएर हामीले उ गरेन सबैमा। यसरी मोबिल लाउने यसलाई फ्री गर्ने हामी बेयरिङमा मोबिल हालेर। त्यसपछि हामी फिट गर्छौं गियर बक्स। ल्याउनुस् त। यो भयो हाम्रो हाउसिङ साफ्ट, यो भयो स्पोकेट साफ्ट। यो यसरी बस्छ यसरी। अब यो स्पोकेट साफ्ट चाहिँ तल जान्छ। हाम्रो त्यही सिस्टमले गरेको हो। मैले यो गियर बक्स गियर कसरी निक्लिसकेपछि फिट गर्ने तपाईहरुलाई मैले अर्को भिडियोमा भनिसकेको छु। यसलाई हामी फिट गर्छौं। यो चाहिँ फुल इन्जिन फिटिङ प्रोसेस छ। वासर चाहिँ हाल्न नबिर्सिनु होला तल माथि। अनि यो बसिसकेको छ। यो यति घुम्दैन। अब यसमा उ हाल्नु पर्छ गियर चेन्जर। त्यसपछि हामी हाल्छौं अर्को त्यो सिलेक्टर। यस्तो छ। यो दुईटै सेम हुन्छ हेर्न सक्नुहुन्छ। यो जता हाल्दा पनि हुन्छ तल माथि। हामीले दुईटा भएको चाहिँ स्पोकेट साफ्टमा हाल्नु पर्छ यसरी। यो मुनि हुन्छ। यो यसरी फिट हुँदैन यसरी फिट हुन्छ। हामीले यो हाले त्यसपछि यो हाले। यो यसरी फिट हुँदैन यसरी हुन्छ। अहिले यो भइसक्यो। अब त्यसपछि हामीले हाल्छौं यो। यसमा चाहिँ न्युट्रल देखाउँछ। यहाँ न्युट्रल स्विच छ। यहाँ कालो देखिरा होला। मैले यहाँ थिचिरहेको छु। अनि यो महसुस भइहाल्छ न्युट्रलमा आएको। हामीले राखिसक्यो। त्यसपछि हामीले यसलाई यहाँ राख्यो। यहाँ राखिसक्यो। अलिकति उचाल्नु पर्छ तलबाट। यसलाई पनि उचाल्नु पर्छ न्युट्रलमा ल्याउनलाई। त्यसपछि हामी हाल्छौं यो यसको पिन। जताबाट पनि हाल्दा मिल्छ। यो भइसक्यो। त्यसपछि हामी हाल्छौं यो। यसमा स्प्रिङ फिट हुन्छ माथि जान्छ क्लच प्लेट साइडमा। यो रेडी भइसक्यो। अब यसमा हाल्छौं हामी मोबिल। गियर चल्नलाई सजिलो होस् भनेर चेक गर्छौं हामी। यो हाम्रो तलबाट समातेपछि घुम्दैन। यो न्युट्रलमा छ। अब हामी यता ठेल्यो भने 1 नम्बर माथि आइपुग्यो। यो भयो न्युट्रल। दुई नम्बर।
भिडियो कट नगर्नु होला, नभए फेरि फिटिङ अलि गाह्रो हुन्छ तपाईहरुलाई। मैले गियर चेक गरिसकेँ, राम्रो छ, आवाजहरु केही पनि छैन न्युट्रलमा। अब यसलाई यति नै हो। अब त्यसपछि हामी फिट गर्छौं क्र्याङ्क। हामीले मोबिल लाएर राखिसकेका छौं क्र्याङ्क लिन। यसमा मोबिल हाल्नु। यसमा पहिला हामीले क्र्याङ्कहरुमा मोबिल हाल्ने। तिम्रो झल्को आयो मनभित्र हजार कुरा फेरि जाग्यो भुल्ने प्रयास गरे मोबिल हालिसक्यो हामीले। यसमा पनि यहाँ भित्र यो जहिले पनि पाल फ्री हुनुपर्छ। अब हामी यहाँ हाल्छौं, यो म्याग्नेट साइड जान्छ, यो हामी तल गर्छौं यसलाई। यो फिट गर्न धेरै सजिलो छ। यो भइसक्यो। यो रेडी भइसक्यो। त्यसपछि अब हामी हाल्छौं यसमा स्प्रिङ किकको लागि। यो यहाँ भित्र पाल हुन्छ, पालमा जान्छ। यो माथि किकले घुमाउँछ। भिडियो चलिरहेछ, त्यही भएर अलि अप्ठ्यारो भइरहेछ मलाई। यो बसिसक्यो। त्यसपछि हामी हाल्छौं ग्यास्केट। फुल ग्यास्केट चेम्बरको। यसमा हामी रेसिबोन युज गर्दिनौं, ग्रिस युज गर्छु, किनभने रेसिबोन भएपछि मोबिलहरु यताउति अलि गाह्रो हुन्छ। त्यही भएर हामीले सकेसम्म रेसिबोन हामीले युज गर्दैनौं, गिरिसै लगाएर हाल्छौं। हामीले ग्यास्केटमा ग्रिस लगाइसक्यो। अब यसरी हामी यसलाई हाल्छौं। यसलाई बसाइसक्यो हामीले। त्यसपछि म यो चेम्बरमा मोबिल हाल्छु। ब्यारिङहरुलाई फ्री गर्छु। पहिला मोबिल हाल्नु। मजाले हालौं। यसमा पनि बाइलेन्सरमा यो भइसक्यो। यसमा पनि मोबिल हालिसक्यो, फ्री भइसक्यो। त्यसपछि अब यो पार्ट जान्छ तल। हामीले हालिसकेका छौं ग्यास्केट। बुस यसमा दुईटा मोटो लाग्छ, एउटा यहाँ बुस छ, एउटा यहाँ छ बुस। यसलाई हामी अब यसरी हाल्छौं।
जहिले पनि ठोक्दाखेरि यस्तोमा नहान्नु होला, प्लास्टिकको हम्मरले हान्नु होला। फाइनली अब चेम्बर बसिसकेको छ। हामी अब यसलाई गर्छौँ चेक, जाम नहोस्। यसमा हामी प्लस साइडबाट 10 नम्बर बोल्ट हाल्छौँ लामो। यसलाई टाइट गर्नु त, धेरै टाइट नगर्ने, ठिक्क टाइट गर्ने। हामीले यहाँ 10 नम्बर टाइट गरिसकेका छौँ। अब त्यसपछि हामी पल्टाउँछौँ यसलाई यसरी यसरी। यो वासर भएको बोल्ट चाहिँ यहाँ बिचमा लाग्छ। 10 नम्बर टाइट गर्नु। हामी लामो लामो बोल्ट हाल्छौँ।